अहिले यहाँ आजको केही चौकमा हो र यस भेलामा आज उपस्थित हुनुभएका यसै वडाका वडा अध्यक्षज्यू, 4 नम्बर वडाका वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरू, कर्मचारी साथीहरू, हाम्रा स्वतन्त्र नागरिक समाज सचेत रहने समूहका दाजुभाइ दिदीबहिनीहरू, लागु औषधलाई हामीले सेवन गर्नु हुँदैन, गर्न दिनु हुँदैन भन्ने चेतनालाई फैलाउनको लागि आउनुहुने सम्पूर्ण अभियानका दाजुभाइ दिदीबहिनीहरू, पत्रकार साथी सबैजना, अब एकछिन 2 मिनट चाहिँ होइन चुप लागेर सुनौँ होला। 2 मिनट जति हेरेर बोल्दिनँ म। अब यो लागु औषध दुर्व्यसन विरुद्ध हामी किन यसरी भेला हुन्छ, के हो त कारण भन्दा हाम्रो शान्ति सुरक्षा, समाजको शान्ति सुरक्षासँग जोडिन्छ यो विषय, हाम्रो सुरक्षासँग जोडिन्छ है। लागु औषध दुर्व्यसन भन्ने कुरा हाम्रो स्वास्थ्यसँग जोडिन्छ, हाम्रा सुख र खुसीसँग जोडिन्छ। त्यसो भएको कारणले गर्दा यो विषय अत्यन्तै ठुलो समस्याको विषय हो भनेर हामी सबैजना यसरी जुट्नु परिरहेको छ। आज धरानमा चाहिँ जति झै झगडाहरू भइरहेका छन्, 2-4 दिन अगाडि मात्रै पनि यहाँ बसेर एउटा नराम्रो झगडा, नराम्रो चाहिने घटना घट्यो। त्यो झगडाको जरा हेर्ने हो भने त्यहाँ पनि कहीँ न कहीँ, कतै न कतै मादक पदार्थ अथवा लागु औषध दुर्व्यसन गर्ने, लागु पदार्थ सेवनसँग जोडिएका विषयहरू पक्कै पनि आउँछ। ए भान्जाहरू त्यहाँ बस, त्यहाँ बस, त्यहाँ बस न, बस बस, त्यहाँ सुन, त्यहाँ सुन। यस्ता युवाहरूले सुन्नु है, त्यहाँ बसेर सुन। अलिकति उता गइदिनु, अलिकति उता गइदिनु। यो यस्तो ठाउँमा बसिएछ फेरि कति साह्रो आएको नमस्ते है ल। र हाम्रो सामाजिक सुरक्षासँग जोडिन्छ यो विषय। त्यसो भएको कारणले गर्दाखेरि लागु औषध सेवन गर्नु हुँदैन, गर्न दिनु हुँदैन भनेर भन्नका लागि, त्यो चेतना छर्नका लागि हामी यसरी यहाँ उभिएका छौँ, उभिने गर्दै आइरहेका छौँ। सम्पूर्ण उपस्थित सहभागी सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यो लागु औषध दुर्व्यसन विरुद्ध पुलिसले मात्रै खोजेर पक्रेर समस्या समाधान हुँदैन। हामी घर घरबाट, व्यक्ति व्यक्तिबाट म आजदेखि सुध्रिन्छु, म यो चिज खाँदिनँ,